हेलो एभ्रिवान। फिनल्यान्डमा ब्याचलर अथवा मास्टर्स अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि जनवरी 2027 को लागि चाहिँ एप्लिकेसन खोल्न सुरु भइसकेको छ र कति चाहिँ खुल्नै बाँकी छ भनेको अगस्तमा एप्लिकेसन खुल्दैछ अरू। सो यहाँहरू अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि अहिले प्लस टू दिएर रिजल्ट लिएर बस्नु भएको स्टुडेन्ट हुनुहुन्छ भनेदेखि आइएल्स अथवा पिटी गर्नु भएको छैन भनेदेखि चाहिँ अथवा गरिसक्नु भएको छ भनेदेखि ब्याचलर्स अप्लाई गर्नको लागि चाहिँ आइएल्समा ओभरअल 6 हुनुपर्ने हुन्छ भनेदेखि पिटीमा चाहिँ ओभरअल 55 हुनुपर्ने हुन्छ र यदि मास्टर अप्लाई गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ आइएल्समा 6.5 र पिटी भए 62 हुनुपर्ने हुन्छ। सो यहाँहरूले आइएल्स पिटी गर्नु भएको छैन भनेदेखि तुरुन्तै जोइन गर्नु होला। अहिले तपाईँहरूले जोइन गरिहाल्नु भने ठ्याक्क तपाईँहरूले अप्लाई गर्न भ्याउनुहुन्छ। अब ढिला गर्नुभयो भने चाहिँ एप्लिकेसन छुट्छ र अर्को इन्टेक कुर्नुपर्ने हुन्छ। सो जति पनि हुनुहुन्छ फिनल्यान्ड अप्लाई गर्न चाहने स्टुडेन्टलाई चाहिँ हामीसँग धेरै युनिभर्सिटीहरू र धेरै सब्जेक्ट्सहरू चाहिँ अभाइलेबल भएको कारणले गर्दाखेरिमा यहाँहरूले चाहेको सब्जेक्टहरू पनि अप्लाई गर्न सक्नुहुन्छ। त्यसै कारणले गर्दाखेरिमा चाहिँ तुरुन्तै सम्पर्क गर्नुहोला एभरेस्ट एजुकेसन नेट एन्ड कन्सल्टेन्सीमा, जुन चाहिँ गाउँकोमा अवस्थित छ। सो सबैजनालाई तुरुन्तै सम्पर्क गरेर अथवा भिजिट गर्न मिल्छ भनेदेखि चाहिँ भिजिट नै गर्नुहोला। यदि टाढा हुनुहुन्छ भनेदेखि चाहिँ यहाँहरूले फोन मार्फत नै काउन्सिलिङ लिएर डकुमेन्टहरू मेल गरेर पनि अप्लाई गर्न सक्नुहुन्छ। हस् त, नमस्ते, धन्यवाद।